नमस्कार सम्पूर्णमा म प्रकाश थापाको तर्फबाट मैले मेरो घर परिवार र मेरो जीवनमा वास्तविक घटेको घटनालाई जस्ताको त्यस्तै कथा मार्फत लेखेर ल्याएको छु र अब पनि म कथा वाचन गर्ने अनुमति चाहन्छु। मेरो बुबा सानो 1 वर्षको हुनुहुन्थ्यो रे। मेरो बाजे बित्नु भएछ अनि घरमा दुःखका दिन सुरु भएछ। मेरो बुवालाई त के थाहा बाजे कस्तो हुनुहुन्थ्यो भनेर। अनि अलि दिन बित्दै गएर बुवा आमा नहुनेलाई गाउँतिर कसले पो सहयोग गर्छ र कि त टन्न सम्पत्ति हुनुपर्छ। अनि सम्पत्तिको लोभले माया देखाइदै गर्छ। हामीसँग त एक छाक टार्न पनि मुस्किल पर्थ्यो रे यति बेला। अनि बजाउने सबैको अपहेलना सहन नसकेर ठुला बुवा र फुपूहरूलाई बारी छानातिर लिएर बस्नुभएछ। उता पनि कोही त उस्तै थिए रे, तर कोही भने दयालु स्वभावका थिए। इष्टमित्रहरूको बसाइ थियो, तर पनि उहाँहरूले त्यस्तो कहिले सोचेनन्। सबैले सकेको साथ दिए। त्यसपछि दिनहरू बित्दै गएर पछि बुवा पनि ठुलो हुनुभएछ। ठुला बुवा पनि सानैमा परदेशी भइसक्नुभयो। पछि माइला बुवाको साथ र सल्लाहले एउटा घर बनाउने निर्णय भएछ र बनाउनु पनि भएछ। आफ्ना दाजुभाइहरू सहयोगको त कुरै छोडौँ, उल्टे गाउँका मै हुँ भन्ने भनाउँदाहरू गएर चामल र पिठोमा हिसाब गर्थे रे हाम्रो घरमा। पापीहरू कतिसम्म पाप गर्न सकेका होला। यसै गरी दिनहरू बित्दै गए। हामी पनि जन्मिएछौँ र हामीलाई पाल्न र घर खर्च चलाउन भनेर बुवा पनि भारततिर पसिसक्नु भएको रहेछ। घरमा आमाले पनि जसोतसो घरको काम सम्हालिराख्नु भएको थियो। त्यो बेला मेरो बजै जिउँदै हुनुहुन्थ्यो र आमालाई पनि काम गर्न निकै सजिलो थियो। एक दिनको कुरा हो, बजैलाई 81 काम गर्दा गर्दै माथिबाट कसैले हाने जस्तै भयो र बजै पनि बित्नु भएछ। त्यसपछि आमालाई पनि एक्लै काम गर्न र हामीलाई हुर्काउन निकै गाह्रो भयो। जसो तसो गर्नुभयो। आधी रात उठेर धान कुट्न जानुहुन्थ्यो मेरी आमाले। र गाई भैँसी बाख्रा र गोरु कहिले खाली थिएनन् हाम्रो घरमा। आधी रात निन्द खुल्न साथ भैँसी दुन पनि जानुहुन्थ्यो मेरी आमा। खेतीपाती पनि गर्नै पर्थ्यो। नगरौँ त के खाने, हामीलाई के खिलाउने। हामी खेत जोत्न सक्ने पनि भएका थिएनौँ, सानै थियौँ। कसैलाई खेत जोत्न भने निकै बिन्ती बिसाउनुहुन्थ्यो मेरी आमा। र कसैले भने आफ्नो काम सकेर अन्तिममा जोतिदिन्थे भने कसैले यति नमिठो वचन सुनाउँथे मेरी आमा। पछि हामी दाइ भाइ पनि अलि बुझ्ने भइसकेका थिए र कान्छी बहिनी जन्मी मलाई याद छ। मेरी आमा 4 दिनको सुत्केरी हुनुहुन्थ्यो र पनि खेतमा पानी चार्न जानुभएको थियो। बिचरी मेरी आमा। सुत्केरीको पीडा त छँदैछ। त्यसपछि पनि खेतमा पानी चार्नु र पटक घर बहिनीलाई दुध पिलाउन जानु पर्थ्यो। कति पीडा भयो होला मलाई सम्झना आउँछ र लाग्छ त्यो दिन कहिल्यै हो कि भनेर। भगवानको आशीर्वाद र मेरो बुवा आमाको कृपा अहिले राम्रै छ। कसैलाई मागी खान त परेको छैन। बास भगवान। अब मेरो बुवा आमालाई सधैँ खुसी देख्न मन छ मलाई। खुसी बनाउन सकुला या नसकुला, बास सधैँ निरोगी देख्न मन छ। बास प्रभु सधैँ निरोगी देख्नु छ। हस्त धन्यवाद।